हेर्नुहोस् साथीहरू, तपाईँहरूलाई चाहिँ अब म देखाउँदो भएँ यी सब जति पनि उतिरपल्तिर बिल्डिङ देख्नुहुन्छ तपाईँहरू नै, यी सब हाम्रा गाउँका मान्छेहरू जति पनि हेर्दा देखिरहेको छ तपाईँहरूले। अछाइमा किन बोल्न लागेको छु भने चाहिँ अहिले हो भने यो अछाइमा इलाका हो है पर्व, त्यही भएर म यो इलाका देखाउँदो भएँ नै। हेर पहिला यो हो एसिएस, एउटा सुन्दर छ, भयङ्कर राम्रो इलाका छ। तर यो कति हो रे पनि यो इलाका हेर पहिला, बहुतै राम्रो इलाका छ साथीहरू। यो इलाका हेर पहिला पनि हेर होइन, तपाईँलाई यो इलाका देखाउँदा भयो। जति पनि चिनेका छ सबैतिर थाहै होला फेरि यो इलाका कस्तो भन्ने कुरो। हेर पहिला यो इलाका, यो बहुतै राम्रो इलाका छ भने योबाट जानुपर्ने खासमा त्योबाट देखाउन। यो हो यहाँभित्र छन् एबिसिडी लेआउट ब्लक छ नि यहाँ, जसरी हाम्रो टिकापुरमा ब्लक छ नि त, ए ब्लक बी ब्लक छ नि, त्यसै पनि इलाका हेर कसो माने त साथै। त यो इलाका कस्तो माने त हाम्रो निकै यस्तो राम्रो छ भने यो बेङ्गलोरका अरू इलाका भन्दा त यो इलाका बहुतै राम्रो छ भने यो हेर पहिला। यहाँ सब हाम्रै अछाम छ हेर, आफ्नै नेपाली जो मान्छे बेङ्गलोरको एसिएस लेआउटमा आउँदछ होइन साथीहरू, यहाँ पछि बम्बई आएको महसुसै हुँदैन भने है। किनभनेपछि यहाँ पनि प्रत्येक घर नि नेपाली भेट होला, रोडो नि नेपाली भेट होला। आज हो आइतबार भएको कारणले चाहिँ यहाँ धेरै मान्छेहरू देखिरहेका छैन त्यहाँनिर होइन। नत्र भनेपछि यहाँ मान्छेको कति हुँदछन् प्रभु। अब यो हो यहाँको प्रसिद्ध पार्क हेर, यो हो एसिएस लेआउटको भयङ्कर खतरै पार्क। जति पनि छन् यहीँभित्र अहिले त आएका छैन, अहिले उठेकै छैन यिनीहरू होइन। यही यो पार्क, यहीँभित्र यहीँभित्र यहाँ घुम्ने फिर्ने, यहाँका आउने भिडियो बनाउने, यही हो एसिएसको। अनि पिएमएल लेआउटको चाहिँ अर्को छ हेर, अर्को पार्क हो हिँडागिरी भित्र। यो प्रमिला देखाउँ यो लेआउटभित्र तपाईँलाई घुमाउनु लागेको थियो। अन्त त अब अर्को दिन घुमाउला, पुरा त अहिले घुमाइ सक्दैन हेर साथीहरू। यो कसो माने तपाईँले यो प्रमिलाले यो लेआउटलाई कसो माने त? निको माने कि मानेन? निको मानेपछि पत्तीको निको माने त पत्तीका दिन नभुल्ने होइन। यदि तपाईँहरूलाई मेरा भिडियो निको मान्दा छ भनेपछि, मैले बनाएका भिडियो राम्रो माने भनेपछि, यदि तपाईँ युट्युबमा यता छ भनेपछि मलाई खरक्कै सब्सक्राइब गरिदियो अरे होइन। यदि तपाईँ फेसबुकमा यता छ भनेपछि फलो गरिदियो अरे। अरू झिक्क तपाईँलाई क्या भन्नु त? लौ यो हो एसिएस लेआउट। कसो माने तपाईँ एसिएस लेआउट? जति पनि हाम्रा नेपाली छन् जाने गाउँ परेका चिन्ता सबै यहीँबाट जान्छन्। यदि तपाईँहरू कोहीको बिल्डिङको भनी हिँड्न जाँदा छ भने चाहिँ मलाई भने, म त्यहीको बिल्डिङ तपाईँ फरक्कै देखाउँला। अहिलेको लागि टाटा बाई बाई, भेटौँला अर्को भिडियोमा। ओके बाई बाई।